हे भगवान, यो के जिन्दगी दियो तिमीले? न त गरी खानु न त मरि जानु। होइन है आबारा, सधैँभरि अबेरसम्म सुत्ने मान्छे आज त बिहान बिहानै उठेर न गरी खानु न मरि जानु भन्दैछस् त के भयो? मजाले सुतेर त्यो धनी बाबु एक्ली छोरी पैसालाई बिहे गरेर सिन्दुर हालै लाको सपना देखिरहेको थिएँ। त्यही बेला त्यो जन्ती बनाउँदा लामखुट्टे आएर कानमै बाजा बजाइदियो नि दिदी। त्यो लामखुट्टेलाई त म आज नमारी छोड्दिनँ। मारिस् तैँले लामखुट्टे, तैँले लामखुट्टे मार्नु र त्यो पैसालाई बिपनामा बिहे गरेर यो घरमा भित्र्याउनु एउटै हो। बुझिस् तैँले? बिहान बिहानै सपना देख्न छोडिदेल भाइ। दिदी, बिहान बिहान देखेको सपना लाग्छ भन्छन्। अब त्यो पैसासँग हुनु पनि सक्छ है मेरो बिहे। हुन्छ हुन्छ, तेरो बिहे नै हुन्छ। जा भित्र गएर फेरि सुत, फेरि सपना देखिहाल्छस् किन? ला फेरि भाग्यो। होइन यो आमाले किन हानेको मलाई? ला मैले तँलाई किन हान्नु? अब त्यो लामखुट्टेलाई हानेको तँलाई लागेछ। अब के गरौँ त मैले? यसो गर तैँले। ए भगवान्, लौ न केही न केही बुद्धि देऊ यसलाई। यो नयाँ पुतली टिरिक लगा केटा, टिरिक लगा। के रे 1 करोडको टेन्डर हाम्रो कम्पनीलाई परेन रे बटवाई। पर्नु पर्ने थियो त। पक, म मन्त्रीलाई फोन गर्छु। सुन्नुहोस् न हजुर, हजुर भन्नु न हजुर। यो गाउँमा गोपाल बटलाको घर कुन होला? होइन, यो बटलाको घर त बुढी छ। फेरि यस्तै राम्री केटीले उसकै घर खोजिरहेछ। ए दाइ, कता हराउनु भयो? हराएको छैन। तपाईँलाई थाहा नै छैन कि क्या हो यो गाउँमा गोपाल बटलाको घर? कहाँ थाहा नहुनु? गोपाल बटला त मेरो बच्चैदेखिको साथी हो नि। ए उरो म त सँगै बस्ने, खाने, खेल्ने, सुत्ने, हामी त जे गऱ्यौँ सबै काम सँगै गर्थ्यौँ। घर थियो त्यहाँ हो। ल बुझ्नुभयो? ल खोइ त ल यो केटीलाई त जसरी भयो नि गोपाल बटला घर देखाउने बानामा पट्याउनु पर्छ। गाउँमा आएको नयाँ फुल त चाख्नै पर्यो नि, होइन र हजुर? यो सम्राटले हुँदा मेरो घरमा आएको मेरो सालले पनि नछोड्ने भयो। यसलाई त हुँदा तैँले मेरो ससुराली गएर मेरै साली भगाइलाउने भएछ होइन? कुरो के हो? मैले त केही बुझेँ छैन। तिमीले बुझ्यौ? म बुझ्छु तँलाई कुरो के हो भनेर। यो मान्छे को हो म चिन्दा त चिन्दिनँ। थाहा भयो को रहेछ? मैले हजुरको घर जाने बाटो थाहा नपाएर यो मान्छेलाई सोधेको, यो मान्छे त पछि पछि लाएर आएछ।
धन्न मैले हजुरलाई बाटोमा भेटेर मात्रै नत्र के म तिम्रो यो थपडाको पछि लाएर आएको हो र यही बाटो भएर म मेरो जिएफको मजाल लाग्यो आइया बा बेकारमा कुटेर खत्तमै पर्यो नि अब गर्लफ्रेन्डले के भन्ने हो यो मान्छे यो गाउँको एक नम्बर फटा मान्छे हो केही बिगाड्ला नि बचेर हिँड है जाऊ हिँड गर हेर दाइ तिमी अब बुढो भइसक्यो त्यो दारू र केटीको सङ्गत चाहिँ छोड्नु पर्यो के गाउँकै बुढोपाको मान्छे भनेर तिमीलाई सबैले मान्छ हुनु त हो भाइ तर सानैदेखि लागेको बानी छोड्नै नसुन्ने भयो के होइन सानैदेखि लागेको बानी छोड्न सक्दैन भनेर हुन्छ त बुढा अब त छोराछोरीको बिहे गर्ने बेला भइसक्यो ए दाइ के भयो मेरो कुरा त सुनिरहेछौ नि ए भाइ उठ हेर हो यस्तै केटीहरू देखेपछि मन कटक खाएर आउँछ अनि मन थाम्नै नसुन्ने भयो कि के होइन अनि हो त्यही कारणले गर्दाखेरि दारू नछोडेको आफ्नो घरको बुढी देखेपछि झनकै रिस उठेर आउँछ के हो नि म घरमा बसेर त्यसको अनुहार हेर्दा हेर्दै दिक्क लागेर म दारू खानै निस्केको हेर दाइ तिमीले यस्तो कुरा चाहिँ नगर के गर्ने भने ए म दारू खान हटाएर म हिँडेँ यस्ता ट्वाकेलाई सम्झाएर बस्ने नि मै मूर्ख दिदी ल यसमा बसेर कुरा गर दिदी बहिनी दिदी अनि के छ त तेरो हालखबर मेरो त ठिकै छ अनि तेरो बाबा आमाको हालखबर घरमा कस्तो छ त बा आमालाई के हुनु नि दिदी तैँले घर छोडेर आएदेखि खाली तेरो मात्रै कुरा गरेर रुनुहुन्छ छोरी कस्तो घरमा परी के गर्दै होली भनेर खाली तेरो मात्रै कुरा गर्नुहुन्छ आमाको इच्छा विपरीतै बिहे गरी जे जस्तो भए पनि आफ्नो कर्म गरेर खानु पर्दो रहेछ बहिनी बा आमालाई फोन गरेर दिदी सुखी छ खुसी छ भनेर भन्दै है मेरो त फोन पनि उठाउनु हुँदैन पैसा तिर्ने बित्तिकै लकडाउन भयो मेन पावरको मालिकले पैसा खाएर भागे होइन बाहिरै बसेर रुवाबासी गर्ने कि भित्र गएर केही खाने जाउँ होइन भित्र केही खाउँला उठ सम्राट तिमीले मलाई स्कुटर किनिदिनु भनेको होइन हो अनि खै त कहिले किनिदिने स्कुटर पर्खन केही दिन तिमीलाई म सरप्राइज तरिकाले किनिदिन्छु के सम्राट मैले तिमीलाई कहाँ कहाँ खोजिनँ तिमी भने यहाँ किन के भएर मलाई खोजेको हेर न सम्राट मैले मेरो भाइलाई विदेश जाने भनेर काठमाडौँ पठाउन लागेँ कि मसँग भएको पैसाले अलिक पुगेन तिमी त मेरो बच्चैदेखिको साथी तिमीसँग अलिकति पैसा छ भने देऊ न ए भइहाल्छ नि मसँग पनि त्यति धेरै त छैन जति छ त्यति लगेर काम चलाउँदै गर्नु यति लगेर काम चलाउँदै गर्नु अरू भनेको पछि मिलाउला नि यो पैसा त्यता होइन बेबी यता मलाई सपिङ गर्नु छ जहाँ अब 5,000 पैसा उसलाई देऊ न उसलाई कस्तो प्रब्लम परिरह होला हेर सम्राट तिमी हामी जस्तोको लागि यो 5-10,000 हो यो पैसालाई हामीले खर्च गर्ने भनेको चियाको लागि मात्र हो
त्यसैले यस्ता गरिबहरूलाई पैसा दिनै हुँदैन। दिएर नि के काम, भनेको टाइममा पैसा फिर्तै आउँदैन। यी यस्ता गरिब र मागेर काम चलाउनेहरूको लागि त यो पैसा लाखौँ बराबर हो। हेर पैसा, तिमी हामी भनेको एउटै गाउँठाउँको मान्छे, धनी गरिब जे जस्तो भए पनि मर्दा पर्दा काम लाग्ने मान्छे। तिमीले त्यसो नभन, त्यो पैसाले त मेरो भाइ काठमाडौँ पुगेर भिसा लाएर आउँछ। तिमीहरू जस्तो गरिब हाम्रो लागि काम लाग्ने भनेको खानको लागि मात्र हो। यो पैसा त के मेरो घरमा मेरो बाबा मम्मीसँग माग्न आइस भने पनि तँलाई दिन लगाउँदिन, बुझिस्? यस्ता गरिबहरूसँग के मुखमुखे लाग्नु। हेर सम्राट, हाम्रो त टाइमै बर्बाद हुन्छ। जमिर रश्मि, के भयो? एकोरो भएर निन्याउरो भएर हिँडेको छौ त? यो पनि त धनी मान्छे हो, यसले पनि त त्यस्तै गरी वचन लाउला नि। यसलाई पनि के पैसा माग्नु? रश्मि, के भयो? त्यस्तो केही दुःख पीडा छ भने मलाई भन है, म हेल्प गर्छु। किन निन्याउरो भएर एकोरो मुख लाएर हिँडेकी छौ त? के भयो? के भएको छैन। बिचरा यो रश्मि सोझी छे, के भएको हो भन्दा पनि नभनी गई। दिदी, ए दिदी, हेर कति साह्रो बिरामी परेको। अब यस्तो बेलामा केही पकाएर दिऊ भने पनि भित्र केही छैन, भातै पकाएर दिऊ भने पनि एक गेडो चामल पनि रहेनछ। न घर राम्रो छ, आखिर कसरी जीविका चलाइरहेछस् दिदी? पहिला त यस्तो थिएन बहिनी, सबै कुरा राम्रै थियो। तेरो भिनाजु विदेश जानको लागि भनेर मेन पावरमा सबै पैसा लगेर बुझाउनु भयो। त्यो भिसा पनि आयो बहिनी। तेरो भिनाजु विदेश जानको लागि भनेर आफूसँग भएको पैसाले नपुगेर साउसँग ऋण काटेर मेन पावरमा बुझायो। पैसा तिर्ने बित्तिकै लकडाउन भयो। मेन पावरको मालिकले पैसा खाएर भागे। गाउँका साउहरू आएर कराको कराई गर्छन्। न त खेतीपाती गर्नलाई जग्गा जमिनै छ, खाना लाउनलाई एउटा पसलबाट उधारो लिन्थ्यौँ, त्यहाँ पनि उधारो लिँदा लिँदा ऋण धेरै भएर पसलेले दिनै छाडे। त्यसैले यस्तो अवस्था आयो बहिनी, साह्रै गाह्रो भएको छ। अनि दिदी, भिनाजुले केही पनि काम गर्दैनन् र? त्यही भेनाले रात दिन काम गरेर कमाएको पैसाले खानेकुरा किनेर जीविका चलिरहेको छ बहिनी। के गर्नु, दैव दिन दशा सबै एकैचोटि लाग्दो रहेछ। म पनि बिरामी परेँ यही बेला। माइतमा भएको त्यही एउटा घर छ, त्यो घर पनि बाबा आमाले कति धेरै दुःख गरेर जोड्नु भएको। अब कसरी जीवन चलाउने त दिदी? जीवन जसरी नै चल्छ, तिमीहरू केही चिन्ता नगर। तिमी दिदी बहिनीहरूलाई त म छु नि। झन् आफ्नै गाउँमा बसेर आफ्नै परिवारसँग रमाउनु पाएको छु। ल बुढी, भित्र गएर खाना पकाएर। हेर साली, जीवनमा धेरै उतार चढावहरू आउँछ। यसलाई आफू बलियो भएर नातिकन हतोत्साहित नबनिकन आफू बलियो भएर सामना गर्न सक्नुपर्छ। विदेशिएका ती लाखौँ दाजुभाइ तथा दिदीबहिनीहरूलाई हेरेर के तिनीहरूले धेरै धन सम्पत्ति कमाए पनि खुसी छैन होला त? त्यो त हो भेना, तर यस्तो अवस्थामा कसरी जीवन चलाउने? हेर साली, मानिस संसारकै सबैभन्दा धेरै बौद्धिक क्षमता भएको प्राणी, उसले मात्रै के जीवन बिताएको छ र? संसारमा लाखौँ जीवजन्तु तथा पशुपन्छीहरू छन्, तिनलाई हेर त।
के तिनीहरू यो संसारमा बाँचेका छैनन्? हामीले हाम्रा आवश्यकताहरू बिस्तारै पुरा गर्नुपर्छ नानी। हाम्रो हैसियतभन्दा बढी इच्छा र आकाङ्क्षा पुरा गर्न सकिँदैन नानी। त्यसैले हामी सादा जीवन, उच्च विचारको जीवन जिउनुपर्छ। छोडा कुराहरू, बरु जा मिनेभित्र दिदीलाई खाना बनाउन सघाउँ। हेर पैसा, तिमीले त्यो रश्मिले जे गर्यौ धेरै नराम्रो गर्यो। एउटै गाउँठाउँमा बसिसकेपछि सबैजना मिलेर बस्नुपर्छ। एउटालाई दुःख पर्दा अर्कोले साथ सहयोग गर्नुपर्छ। तिमीले गरेको व्यवहारदेखि आज उसको मन कति दुख्यो होला। तिमीले रश्मिमाथि जे गर्यौ साह्रै मन दुख्ने काम गर्यो। हेर सम्राट, यी गरिबहरू मलाई कति पनि मन पर्दैन। यिनी गरिबहरू तिमी हामीहरूको पैसा देखेर पछि लागेका हुन्छन्। मलाई शङ्का छ, रश्मिलाई सपोर्ट गर्नुको कारण कतै तिमी उसलाई माया त गर्दैनौ? त्यस्तो कुरा होइन के, तर के भने अब म भन्छु। हेर पैसा, तिमी एक धनी बाउको छोरी हौ। सहरमै जन्म्यौ, सहरमै हुर्क्यौ, सहरमा होस्टलमै बसेर पढ्यौ। तर यो त हाम्रो सानो विकट गाउँ हो नि। यहाँ त मान्छेहरू धन र पैसामा होइन, एकअर्काको मन र विश्वासमा चल्ने गर्छ। हेर नानी, तिमी पो सहरमा जन्म्यौ, सहरमै हुर्क्यौ, तर तिमीलाई जन्म दिने बाबुआमा भने यही गाउँमा जन्मै हुर्किएका हो। यति कुरा ख्याल गर। न त यो गाउँको मान्छेहरूको चालचलनै राम्रो छ, न त यो गाउँको रहनसहनै राम्रो छ। मलाई यो गाउँ र यो गाउँका मान्छे नै मन पर्दैन। पैसा, तिमी त 2-4 दिनको रमाइलोको लागि मात्र यो गाउँमा आएकी हो। त्यसैले तिमी यो गाउँमा बस्नै चाहन्छौ भने तिमीले आफ्नो घमण्ड र स्वार्थलाई त्याग्नुपर्छ। तिम्रो कारणले यो गाउँका मान्छेहरूमा मनमुटाव र दुश्मनी हुने काम नगर, बुझ्यौ? मलाई कसैको केही मतलब छैन। यो गाउँका मान्छेहरू सब पाखेहरू हुन्। मेरो सम्राट, यस्ता सन्तानलाई जन्माएर पालन पोषण गर्ने बाबुआमालाई यिनले भविष्यमा कस्तो गर्ला? कस्तो गर्नु नि भाइ, त्यो सम्राटसँग आएको उसको सरिया गर्लफ्रेन्डले मेरो गर्नुसम्म बेइज्जत गर्यो। हामीलाई त गाउँले गरिब पाखे भनेर एला गरी भाइ। मैले सम्राटसँग ऋण मागेको थिएँ, सम्राटले त दिएको थियो, तर त्यो केटीले त्यो पैसा पनि खोसेर लग्यो भाइ। हेर्नुहोस् दिदी, हामी धनको भने अवश्य गरिब छौँ, तर मनको भने लाखौँ करोडौँ धनी छौँ दिदी। तपाईँ केही पिर नगर्नुहोस् दिदी, म नेपालमै बसेर आफ्नै गाउँठाउँमा केही गरेर देखाउँछु। तैँले के गर्छस् त बाबु? न हामीलाई कसैले ऋणदान पत्याउँछ, न हामीसँग बाबुबाजेको सम्पत्ति छ। तँलाई थाहा छँदैछ नि भाइ, हामी कस्तो अवस्थामा भेट भएर दिदीभाइ मिलेर बसेका छौँ। तपाईँ चिन्ता नलिनुहोस् दिदी, तपाईँमाथि भएको अन्यायको त्यो सहरिया धनी घमण्डी केटी पैसासँग म बदला लिएरै छोड्छु। बदला त लिने भाइ, तर कसरी? त्यो कुरा म अर्को हप्ता मात्र भन्छु।